हाल्नै सक्छ जो फर्स्ट हुन्छ त्यसले चाहिँ 500 रुपैयाँ इन्डियन आइसी करेन्सी इन्डियन करेन्सी सो है त यो हाम्रो पानी भइहाल्यो यो हामीले सबै घरमै बनाएको गाइस यो मैले बनाएको फेरि है होममेड कस्तो छ टेस्ट भन्ने नि यो सबै मैले बनाएको सो अहिले चाहिँ पानीपुरी च्यालेन्ज हुँदैछ ल लेट्स गो स्टार्ट 3 2 1 ओइ ए पहिला भरेर खानु पर्दैछ पिरो अस्ति स्पाइसी रहेछ एकदम कस्तो छ टेस्ट दामी छ रे हाम्रो ठेलामा भन्दा यहाँ चाहिँ घरको चाहिँ राम्रो छ तिमीले थोरै ल्यान्छौ जस्तो मानेछु थोरै देखेछ नि प्लेटमा डल्ली बाँकी छ म त लास्ट हुन्छ क्या किमा नहालेर खायो पानी मात्र चिटिङ भयो त हाल्यो चिप्ने हो के यो चाहिँ यो चाहिँ आलुबाट बन्छ तर हामीले आज पिँडालुबाट बनाएको छौँ यो नयाँ तरिकाले किनकि प्रायले जाने सजिलो हुन्छ भनेर डल्लीले सिकाएर एउटा हो मैले धेरै हालेको छु नि त तिमीले 20 वटा मात्र हालेको तिमीले किमा नहालेर खाइने एउटा हालेको यसरा भिडियोमा पुरा 500 रुपैयाँ कमाउने खाउने पनि 500 पनि कमाउनु भइसक्यो जस्तो राम्रो के होला गाइस लाइफमा पानी पुग्दैन मैले काउन्ट गर्नु भयो कति सक्यो त 20 वटा थियो र थिएन कम सक्यो हो सँगसँगै खाएर जम्दै वाला मैले त मेरो सबै त धेरै रहेछ क्या हो ले हातले खाएर छिटो रहेछ फर्स्ट र सेकेन्डको प्राइज हुन्छ है मलाई अघि भन्न बिर्सेछु सेकेन्डमा थर्ड पनिसमेन्ट पाउने गाइस एकजनाले हुन्छ पनिसमेन्ट न होइन माइजु फर्स्ट हो यार स्मृतिले जितिन क्यान्सरले जिते मैले क्या म लास्ट सरी चाहिँ गाइस सकेन तर तिमीले थोरै हालेको थियो जस्तो तर होइन गाइस एकदम
चिटिङ गरेछ नि गाइस मैले पानी हाल्दैन न पानी कस्तो स्पाइसी देखाउँछ नि गाइस यस्तो मिठो पानी पुरै मैले आजसम्म खाएको हो फेरि हाम्रो फर्स्ट ट्राई हो यो चटनी तपाईहरुको घरमा यदि सुगर बिरामी हुनुहुन्छ आलु खानु मिल्दैन भने हजुरहरूले पिँडालुलाई उसनेर सरी बोइल गरेर अनि यसरी किमा बनाउन सकिन्छ गाइस यस्तो टेस्टी छ यो किमा तर टु मच स्पाइसी थाहा छैन बेलुका भोलि बिहान के हुन्छ यसको रिजल्ट अब आउने ब्लगमा हामी देखाउनेछौँ सकेन खाऊ यति यति त हेल्प गर्नु यति हेल्प गर अब 20 वटा भयो अब 24 वटा हुन्छ ल खाइदेऊ त आज हिस्ट्री ब्रेक हुन्छ खाऊ त खाऊ टेस्टी छ लास्टै टेस्टी छ है भरेन आज सकिन्छ भोलि चाहिँ हामी चटपटेको कि नुडल्सको चटपटेको पनि अनि म्यागी पनि हो अनि अन्डा फ्राई भोलि अनि हाम्रो त्यसको मुकबाङ आउँछ गाइज हेरेर हामीलाई साथ सपोर्ट गर्नु होला अनि मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला भिडियोलाई लाइक गरिदिनु होला मेरो प्यारो प्यारो मित्रहरू मेरो फ्यामिली मेम्बरहरू होइन राम्रो देख्छ राम्रो छेउ त नि देखिँदैन सबै राम्रो देख्छ म बुढी भयो भने बच्चाहरूसँग चाहिँ मेल खान गए चाहिँ टिकटकले यतिसम्म चाहिँ बनाइदिया रहेछ तिमी चाहिँ लास्ट भयो नि त मैले कतिवटा देखेँ तिमीले तर कम हालेको थियौ यसले घाँटी चिला जस्तो लागेन थ्याङ्क यू फर वाचिङ आवर भिडियो अब आजबाट होइन हामीले अस्ति फ्रुट्सबाट स्टार्टिङ गरेको थियौँ बिचमा ग्याप भयो अनि त्यसपछि घुम्न गएको कता कता फाटफुट हालिरहेको थियौँ खासै युट्युबलाई चाहिँ हामीले मान्यता दिएको थिएनौँ तर अब मलाई यस्तो लाग्दैछ अब मेरो एज पनि हुँदैछ भोलि बुढेसकाल लाग्यो भने यताबाट नाति नतिना आउँछन् यताबाट नाति नतिना आउँछन् अनि मेरो नाति नतिनाले मेरो भिडियो हेर्छन् मेरो हजुरआमाले यसरी खानुहुन्थ्यो मेरो के भन्छन् दिदीलाई भाइको दिदीलाई के भन्छन् तिम्रो छोराछोरीले के भन्छन् फुपू फुपू सनिसले मलाई फुपू भन्छ नि अनि उहाँ त दाइ हो नि फुपू होइन उहाँ त भाइ हो नि त अनि ठुलो मामा त हजुरको दाइ हो नि त त्यही भएर दिदी परेको उहाँ त भाइ हो त्यही भएर ठुलो मामु पर्छ हो के पर्छ भाइको छोराछोरी मलाई देख्नुभयो आखिर मेरो कुरा लाग्यो फुपूको भनेर चाहिँ हेर्छन् भनेर हो थ्याङ्क यू सो मच अब आफै इन्ड हुन्छ हामीले सेटिङ गरेका थियौँ अब हाम्रो यसमा चाहिँ एडिटिङ सेटिङ गर्न हामीलाई आउँदैन गाइज जे छ अर्ग्यानिक भिडियो हो जसरी हजुरहरूले गर्नुहुन्छ खानुहुन्छ त्यसरी हामीले पनि खान्छौँ ल हामी कुनै सेलिब्रेटी होइन तर हाम्रो घरको सेलिब्रेटी चाहिँ हो ल हामी एकदम भाइरल भन्छौँ है आजकल है दाइजोको जोडाजोडले एकदमै भाइरल तर आँखा चाहिँ लागेछ कसले मुनि